म जाँदैछु आज ओसाका फेस्टिभलको लागि। हेर्नु पऱ्यो के छ कसो छ होइन। सो कल्चरल डान्सहरू पनि छ। त्यही हो भ्लग बनाउने भन्ने सोचेर भ्लग बनाउँदैछु। हेरौँ कस्तो हुन्छ है त। थ्याङ्क यू। आउँदैछु म ओसाका। हे शङ्कर हुँ म शङ्कर। धन्यवाद। अब स्टेसन पुगेँ म। यहाँबाट चाहिँ एउटा ट्रेन चढेर फेरि अर्को ट्रेन चेन्ज गर्नुपर्ने छ। पहिला टिकट पनि त किन्नु पऱ्यो। पैसा हाल्छु अलिकति। इको कार्ड भन्ने हुन्छ एउटा, त्यसमा पैसा हाल्छु थोरै। त्यस पछाडि ट्रेनमा चढ्छु ल। थ्याङ्क यू। यति धेरै मान्छे भन्नु होला, यो त अहिले दिउँसो भएर हो। अझै बिहान हुनुपर्छ 7 देखि 9 बजेको बिचमा चाहिँ यति धेरै मान्छेहरू हुन्छन्। अब अहिले त 12-1 बजिसक्यो होइन। त्यही हो, अलि बिजी नै हुन्छ। स्टेसनहरू चाहिँ बिजी हुन्छ लट्सप। जाँदैछु म। हेरौँ कस्तो हुन्छ। तपाईँहरूलाई मेरो नयाँ भिडियोमा स्वागत छ। सरी कार्ड टच गरेँ मैले। अब छ मेरो ट्रेन भन्नुहुन्छ भने ऊ यही हो। यही ट्रेनमा हो म जाने। किनभने हामी गरिबसँग त गाडी छैन। त्यसै लोकल ट्रेनमा चढेर जाने हो अर्को एकैसम्म। त्यहाँबाट हामी चेन्ज गर्छौँ अर्को। यो चाहिँ लोकल हो। यतापट्टिको चाहिँ लिमिटेड एक्सप्रेस भन्छ। त्यही हो, दामी हुन्छ भित्र चाहिँ है। त्यस्तो हुन्छ यहाँको नजरिया। हेर्न सक्नुहुन्छ दाजुभाइहरू। हेलो आन्टी, हाउ आर यु। दामी छ है भित्र। नेपालको सानोतिनो बुद्ध एयर भन्दा कम छैन। देख्नुभयो? ल म कहाँ आएँ आफूले थाहा छैन। एकछिन पछि अर्को भिडियो बनाउँछु ल। सो यो जापानमा चाहिँ अब यस्तो हुन्छ ट्रेनको लिगहरू। म चाहिँ यहाँबाट हिँडेँ। फेरि यो नेपालको जस्तै छ त ट्रेन त, केपी बाले ल्याएको जस्तै भन्नु होला फेरि। त्यस्तो होइन होइन। यहाँ अङ्कल यतापट्टि हुनुहुन्छ, देखाउनु मिल्दैन, चलाउँदै हुनुहुन्छ। यो चाहिँ पछाडिपट्टि हो। लोकल हो नि त, ठाउँ ठाउँमा रोकिरहेको छ। यस्तो चाहिँ यहाँको नजरिया। साथीहरू थ्याङ्क यू। म अब पुगेँ, अर्को ट्रेन चेन्ज गर्छु। यस्तो छ नजरिया। यो पछाडिको 3जना चाहिँ कसको कुरा काट्दैछन् खै। अब 3जना हो, अघिदेखि बुझ्न त केही बुझिनँ। कुरा काट्दैछन्। त्यही हो 3जना। अब त्यो नारीहरू भयो भने काट्ने भनेको कुरै हो होइन, थाहा छ सबैजनालाई। यहाँ पनि कुरा काट्दैछन् कसको। कोही बोलेछन् यहाँ, कि यिनीहरू बोलेछन् कि म बोलेछु। तामावासी पुगेँ म चाहिँ। तामावासीबाट ओसाकाको क्योबासी स्टेसनसम्मको लागि म ट्रेन लिनेछु अर्को। सो तपाईँहरूलाई फेरि पनि स्वागत छ मेरो जे पाएँ त्यही भिडियोमा। भ्लग त होइन, के भ्लग भन्ने यसलाई है। अब यो ट्रेन चाहिँ लिन्छु म यहाँबाट। यो ट्रेन लिइसके पछाडि यसले लगभग 20 मिनट जति लाउने छ। त्यही हो, पुगेपछि उतै पुगेर भिडियो बनाउँछु है। अहिले यति नै भन्नु मेरो पहिलो दिन। अब यो पर्परली भ्लग भने जसरी आज बनाउँदैछु म। हेरौँ कस्तो हुन्छ है। थ्याङ्क यू। स्टे ट्युन, हेर्दै गर्नु होला। धन्यवाद। बल्ल आधा घन्टा पछाडि म यहाँ पुगेँ क्योबासी भन्ने स्टेसनमा। त्यहाँबाट जानेछु म अब। ल पुगेँ म ओसाका। अब यहाँबाट कति मिनट लाग्छ हेरौँ। लेट्स सी। एन्ड त्यही पुगेर म अर्को भिडियो बनाउँछु। धन्यवाद। के म यो नेपाली फेस्टिभल हुने ठाउँमा पुगेँ होइन। बवाल रहेछ जे होस्। यस्तो छ यहाँबाट चाहिँ पछाडि दामी छ। मान्छे टन्नै छन् जे होस्। लट्सअप मान्छेहरू छन्। यो त्यस्तो टिकट केही पर्दैन। नेपालको महोत्सव जस्तै भनौँ न। नेपाली खानाको परिकारहरू, नेपाली कल्चरल डान्सहरू त्यस्तो देखाउने हो मेबी होइन। सबैजनाले सबै आफ्नो अब म मात्रै होला यहाँ केही नलागिकन आएको।
सबैजना यस्तो हुनुहुन्छ यहाँ कल्चरल ड्रेसमा यस्तो छ गतिविधि म पुगेँ अब यहाँ यो सोको भोलि के हो दामी छ यार तर ओ प्रिसियस चाहिँ भेट्यो पखायो चाहिmas भ्लग बनाउँदैछु ठिक छ यार ठिक छैन यसलाई आएर हिँड्दा हुन्छ यार यो चाहिँ राम्रो कुरा हो तिमीले हो यो यस्तो हजुर हाम्रै यो पनि होइन हाम्रो चाहिँ उता डान्स सिक्दैछ हो ल अहिले म पनि डान्स ल डान्समा त्यही भेटौँ ल डान्स हुन्छ हाम्रो अब एकछिन उता डान्स कतिखेर आएको हामी त बिहानै हो नि नजिकै हो बस होइन ओसाका चाहिँ तेन्नुजीमा हाम्रो के हो त भेट भएको थियो यहाँ आइयो भ्लग हो ल म भ्लग बनाउनु त आउँदैन एडिट गर्न त आउँदैन हाल्दिनँ कि सबै उस्तै हो मलाई पनि आउँदैन तिनीहरू तिमीले त गरिरहेको हुन्छौ ल अब अर्को भिडियो बनाउँछु ल ओके ल हामी यहाँ बसिरहेछन् केटाहरू दिदीहरू त्यस पछाडि यो स्टेज हो मेन स्टेज चाहिँ यो हो त्यस पछाडि यताबाट यता स्टलहरू छ यस्तो छ यहाँ पछाडि ओइ जुम नै हुँदैन त यार त्यो क्यामेरा चलाउनु नि आउँदैन त के हो यो त्यही हो दाजुभाइहरू हेर्न सक्नुहुन्छ मेन स्टेज हो यस्तो छ साथीभाइहरू स्टलहरू छ मोमो खानेलाई मोमो चाउमिन खानेलाई चाउमिन के हो त रेमिटेन्स पैसा पठाओ पैसा कमाओ अरू के छ त यहाँ जक्सन नाम्बा जेरी दाईको पसल जेरी पाउने रहेछ यहाँ पछाडि यो हो हाम्रो क्योतो मोमो पसल क्योतो मोमो पसल एके क्योतो मोमो पसल क्योतोको एक मात्रै हेलो अनि घाँस्यो कतिखेर आउनुभयो यहाँ भुटन पाक्दैछ मोमो पाक्दैछ यस्तो छ हाम्रो हेलो वालेकुम सलाम यो मोमोको भाँडो ल हेर्न सक्नुहुन्छ यहाँ बास्ना ओहो हो हो ढले म त बास्ना कस्तो भइरहेको छ त भर्खर सुरु भयो कति बजी आउनु भएको यस्तो यहाँ चाहिँ यो चाहिँ स्याम्पलको लागि हो यस्तो छ हेर्दै खानु जस्तो छ है साथीभाइहरू नेपाली टेस्ट यसरी आउनुहुन्छ खानुहुन्छ त्यही हो अब अहिलेलाई यति गरौँ बाइक पछि खाएको बनाउँछु ल यहाँ भेटाएको छु मनोजका मामा उर्फ अब विनायकका ढकाल के ढकाल अरे तिम्रो नाम कपिल ढकाल कपिल भर्सेस कपिल को कपिलले ह्यान्डसम छ भन्ने ऊ चाहिँ के त एउटा आएछ मास्क लगाएर मास्क खोलिदेऊ न हो यदि म ह्यान्डसम त्यही हो हाम्रो आज भ्लग चाहिँ एकदमै लङ हुनेवाला छ यहाँ यो के हो त रेमिटेन्सको अकाउन्ट खोल्न जाँदैछौँ हामी होइन यहाँ कसरी खोल्ने हो यहाँ अकाउन्ट मेरो अलरेडी अकाउन्ट छ नि यहाँ ठ्याक्कै अलरेडी छ मेरो म तपाईँहरूलाई यो स्टल पनि देखाउँछु यस्तो छ त्यही कतिखेर आयो तिमी भ्लग अहिले भ्लग बनाएर आएको भ्लग त होइन जे पाइदिएँ भ्लग त मलाई एडिट नै गरेर हुँदैन जापानको राष्ट्रिय गान सुरु भइरहेको छ कसरी अरे गाउने अलिअलि जापानिज जस्तो पनि देखिन्छ क्या हुन्छ फेरि आर्या सङ्घारीहरूको चौधरी ड्रेस त्यही हो अब कुन ठाउँको चौधरी हो होइन तर देखिनु भएको छ ड्रेसमा चाहिँ त्यही हो ल खानुहोस् ल हामीलाई अहिले पछि भेटौँ ल भ्लग यसो बनाइदिएको यार के गर्नु त चौधरीहरूको टोलमा बसेको क्या पहिला म पनि सो अलिअलि भाषा आउँथ्यो अहिले त बिर्सिसकेँ म त्यही नै हो आज यस्तो भिडियो भइराख्ने छ एउटामा प्र्याक्टिस गर्न आएको केटाहरू उहाँ भोजपुरीमा दिइरहेका छन् त्यस्तो छ अब त्यसरी नाचिरहेका छन् रिहर्सल भइरहेको छ एउटा प्रोग्राम पनि छ यहाँ सानो देखाउने हो आफ्नो कल्चरल डान्स टाइपको त्यही हो